किन यो पार्टीमा यस्तो लिडर्सहरु तपाईहरु हुनुहुन्छ जसले आफ्नो जीवनमा केही न केही उपलब्धि हासिल गर्नुभएको छ, समाजलाई केही योगदान दिनुभएको छ, समाजलाई बाटो देखाउनु भएको छ। त्यसै कारणले गर्दा तपाईँ हामी यो जग्गामा भेला भएको छौं र हामी सबको केही न केही योगदान छ। त्यसकारणले गर्दाखेरि सिटिजन एक्सन पार्टी सँग मात्रै सिक्किमको भविष्य छ, हामीले त्यसै भनेको होइन। आजको यो अभिनन्दन कार्यक्रमले यसलाई हाम्रो भनाइलाई अझै पुष्टि गरेको छ र म यहाँ सबलाई बहुत बहुत बधाई दिन चाहन्छु। र पार्टीको अब यस्तो काउन्सिल्सहरु जति हाम्रो फ्रन्टल काउन्सिल्सहरु छ सक्रिय भएको छ। केही दिन अगाडि मात्रै युथ वेलफेयर काउन्सिलले उहाँले 3 दिनको ट्रेनिङ कार्यक्रम राख्नु भएको थियो पोलोकमा। अति नै सुन्दर कार्यक्रम। अनि उहाँहरुको लिडर्सहरुको युथ लिडर्सहरुको म त्यो दिन कुराहरु सुने, फिडब्याकहरु सुने, अति नै मजा लागेछ, हर्ष लाग्यो कि हाम्रोमा यति इफेक्टिभ लिडर्सहरु हुनुहुन्छ। वुमेन काउन्सिलले पनि त्यसरी कार्यक्रम गर्दैछ। अब सबै काउन्सिलहरु यसरी एक्टिभ भएर आउनुपर्छ र एक्टिभ हुँदै अगाडि तपाईले काम अगाडि बढाउनु हुनेछ भन्ने कुरामा मलाई विश्वास छ। अम्बेडकरले भन्नुभएको छ जीवन चाहिँ लामो होइन महान हुनुपर्छ भनेर भन्छ। जीवन चाहिँ लामो होइन महान हुनुपर्छ। त्यस्तै तरिकाले सिक्किममा चाहिँ के छ, सिक्किम अब यो राजनीतिसँग जोड्यो भने चाहिँ सरकार महान होस् कि नहोस् तर लामो हुनुपर्छ, लामोसम्म चोर्नु पाउनुपर्छ, अर्कालाई शोषण गर्नु पाउनुपर्छ भन्ने सोच र विचारले सिक्किममा राजनीति चलेको छ। डाक्टर अम्बेडकरको जीवनी उहाँले अति नै कठिनमा बिताउनु भएको छ। उहाँ आर्मीको छोरा हुनुहुन्थ्यो अनि ब्रिटिसमा आर्मीमा भएको कारणले गर्दाखेरि उहाँ दलित परिवारमा जन्म लिए। त्यति बेला छुवाछुत एकदमै चरम सीमामा थियो देशमा। त्यो समयमा उहाँले जन्म लिनुभयो। तब धेरैलाई थाहा छैन होला कि अम्बेडकर चाहिँ उहाँको सरनेम होइन। अम्बेडकर चाहिँ उहाँलाई यति राम्रो विद्यार्थी थियो, यति राम्रो उसको पढ्नुमा यति राम्रो थियो र त्यति बेला उहाँको जात लेखिँदाखेरि चाहिँ उसलाई हेप्छ है, उसलाई नराम्रो दृष्टिले हेर्छ, ऊ सानो जात भन्छ भनेर उसको टिचरले, उसको शिक्षकले चाहिँ अम्बेडकर सरनेम जात त्यो चाहिँ उसको टिचरले दिएको। अम्बेडकर भीमराव अम्बेडकर जुन चाहिँ जोड्छौं त्यो चाहिँ टिचरले दिएको। उसलाई चाहिँ जातको उसको जात सुनेर उसलाई चाहिँ कसैले अपमान नगरोस्। अपमान भयो भने यो नानी है हताश हुन्छ होला, निराश हुन्छ होला अनि देशको बनिँदै गरेको एउटा राम्रो नागरिक, राम्रो एउटा ज्ञानी विद्वान मान्छे बनिँदै गरेको तिनीर हराउनु सक्छ भनेर अम्बेडकर चाहिँ उहाँको टिचरले दिएको सरनेम हो। अनि उहाँ आर्मीको छोरा भएको कारणले गर्दाखेरि उहाँलाई स्कुलमा पढ्ने अनुमति पायो। अरूले त्यस समय अरू दलितहरूले स्कुल पढ्नु पाउँथेन, पढ्नु पायो। तर उहाँलाई आफ्नो प्यारेन्ट्सले, आमाले भनेको थियो कि जम्मै कुरो त्यो सानो नानीलाई दिमागमा हालिदिएको थियो, तिमी स्कुल जाँदाखेरि तिमीसँग अन्य ठुलो जातिको मान्छे बोल्दैन, बात गर्दैन, तिमीलाई छुँदैन, तिमी पछाडि बस्नुपर्छ भनेर जम्मै कुरो त्यो सानो नानीलाई आमाले घर परिवारमा सम्झाएर उसलाई पठाएको थियो। अनि ऊ जान्छ, आफू बस्ने पीडा आफै घरबाट बोकेर जान्छ अनि अन्तमा गएर ऊ नानी बस्छ। अगाडि बस्ने अनुमति हुँदैन उसलाई। अनि तिर्खा लाग्दाखेरि त्यहाँनिर स्कुलमा कल राखिएको हुन्छ, धारा हुन्छ, पानी छुएर उसले पिउनु पाउँथेन। कसैले उसलाई माथिबाट दियो भने थापेर पानी पिउनु पर्थ्यो। अनि त्यो यातना, त्यो पीडा सहेर अम्बेडकर हुर्केको, बढेको। अनि जति यस्तो यातनाहरू, छुवाछुत जति चरम सीमामा जाँदै थियो, अम्बेडकरले जम्मै कुरो बुझ्दै आउँदै थियो। अनि उहाँले यसको विरुद्धमा, छुवाछुतको विरुद्धमा, अन्यायको विरुद्धमा ठुलो ठुलो आन्दोलनहरू गरेको छ। उहाँले धेरै आन्दोलन गरेको छ। अनि उहाँले आन्दोलन गर्दाखेरि त्यस समय धेरै दलित मान्छेहरूले बहुत कुटाई खाएको छ, शारीरिक यातनाहरू बहुत सहनु परेको छ। धेरै यातनाहरू सहेर जुन चाहिँ आजको भारतको हामी समाज पाएको छौं, त्यो चाहिँ हिजो भीमराव अम्बेडकरले जुन चाहिँ यातना पीडा पाएको थियो त्यसबाट उहाँले सबक सिकेर, उहाँले ज्ञान लिएर भारत कस्तो हुनुपर्छ, भविष्यको
भनेर उहाँले निर्माण गरेको भारतमा आज हामी बस्दैछौँ। अनि यहाँनिर हामीले जुन चाहिँ न्याय पाएको छौँ, जस्टिस पाएको छौँ, आज छुवाछुत हटेर गयो। आज जुन चाहिँ अम्बेडकरले जुन चाहिँ यातनाहरू सहेको थियो त्यो त हटेर गयो। तर यो देशमा, यो भारतमा नयाँ तरिकाको छुवाछुत सुरु भएको छ। यो राज्यमा, सिक्किममा नयाँ तरिकाको छुवाछुत सुरु भएको छ, त्यो राजनीतिक छुवाछुत। आज पोलिटिकल अनटचेबिलिटी सुरु भएको छ। राजनीतिक रूपमा तपाईँ रुलिङ पार्टी भनेर तपाईँ बाहिरै बस्नुपर्छ। आजकल घरभित्र हाल्दैन, बाहिर बाहिर गफ गरेर जानुपर्ने छ। तपाईँ हामी अपोजिसन पार्टीको नानीहरू, छोराछोरीहरू, हाम्रो नानीहरू अघि अन्य रुलिङ पार्टीको नानीहरूसँग सँगै बसेर खेल्न पाउँदैन। किन हाम्रो नानीहरू उसँग खेलिदियो भने उसको बाआमालाई भिक्टिमाइज हुन्छ। आज अम्बेडकरले जुन चाहिँ जाति प्रथा थियो त्यति बेला, जाति प्रथाको जुन चाहिँ शिकार बन्न पर्यो, अनि त्यस्तै अवस्थामा आज तपाईँ हामी सिक्किममा छौँ, हामी बाँच्दैछौँ। त्यसकारणले गर्दाखेरि सिक्किममा डाक्टर अम्बेडकरको जयन्ती पालन गर्नु, उहाँको विचारहरू सबमा पुर्याउनु अहिलेको समयमा यो एकदमै सान्दर्भिक छ। यो एकदमै सान्दर्भिक भएको छ र यहाँनिर आज हामीले यो कुराहरू बुझ्नु जरुरी छ। र अम्बेडकरले भन्नुभएको छ कि बिआर अम्बेडकरले भन्नुभएको कुराहरू यति गहिरो कुराहरू छ। उहाँ यति विद्वान हुनुहुन्थ्यो। उहाँ जस्तो विद्वान देशले नपाएको भए यति राम्रो हामी संविधान पाउने थिएन। प्रजातन्त्र डेमोक्रेसी त अमेरिकामा पनि आयो, तर त्यहाँ अमेरिकामा बस्ने, युएसमा बस्ने कालो मान्छेले, अश्वेत मान्छेहरूले चाहिँ त्यहाँनिर प्रजातन्त्र आएर पनि उहाँले मुक्ति पाएन, स्लेभरी हटेन। त्यसको बादमा प्रजातन्त्र आएको 90 साल बादमा अब्राहम लिंकनको आन्दोलन पछाडि मात्रै त्यहाँको अश्वेत मान्छेले न्याय पायो। अनि अश्वेत मान्छेले न्याय पाउँदाखेरि, न्याय दिँदाखेरि अब्राहम लिंकनले ज्यान गुमाउनु पर्यो, उसको हत्या भयो। तर हामीले त भारतमा त जुन दिन हामी अंग्रेजबाट स्वतन्त्रता पायौं, आजादी पायौं, संविधान, भारतको संविधान जब अम्बेडकरज्यूले बनाउनु भयो त्यति बेला हामीले यो जम्मै कुरामा मुक्ति पाएको। तर संविधानले हामीले जम्मै कुरामा मुक्ति दिँदा, समानताको कुरा गर्दा, इक्वेलिटीको कुरा गर्दाखेरि समानता यो संविधानमा छ। तर पनि आज त्यही संविधानले चलाएको देशमा, यही संविधान अन्तर्गत चलेको सरकारमा, बनिएको सरकारमा पनि आज तपाईँ हामी किन पीडित छौं? आज यही देशको नागरिकहरू किन पीडित हुनु परेको छ? यो कुरा चाहिँ संविधान बनाउँदै गर्दाखेरि, संविधान भारतमा लागू हुँदै गर्दाखेरि यो कुराहरू त्यति बेला बिआर अम्बेडकरज्यूले भन्नुभएको थियो। उहाँले भन्नुभएको छ, यसरी भन्नुभएको छ उहाँले, 26 जनवरी 1950 मा हामी विरोधाभासपूर्ण जीवनमा प्रवेश गर्न गइरहेका छौं। जुन दिन 26 जनवरी 1950 साल हाम्रो भारतमा संविधान लागू भएको, हामी यस्तो जीवनमा आजदेखि प्रवेश गर्छौं जो कन्ट्राडिक्टरी छ, विरोधाभासपूर्ण जीवनमा हामी प्रवेश गर्दैछौं भनेर उहाँले त्यति बेला भन्नुभयो। किन विरोधाभासपूर्ण कन्ट्राडिक्टरी भन्दाखेरि राजनीतिमा हामीसँग समानता हुनेछ, उहाँले त्यति बेला भन्नुभएको, संविधान बनाएर उहाँले भाषणमा भन्नुभएको छ। तर सामाजिक र आर्थिक जीवनमा असमानता रहिरहनेछ। हेर्नुहोस् कति गहिरो कुरा छ यहाँनिर। राजनीतिमा हामीसँग समानता, इक्वेलिटी हुनेछ, तर सामाजिक र आर्थिक जीवनमा असमानता रहिरहनेछन्। राजनीतिमा हामी एक व्यक्ति एक मत र एक मूल्यको सिद्धान्तलाई मान्यता दिनेछौं। राजनीतिमा हामी एक व्यक्ति एक मत भनेको एक भोट, अनि एक भोट एक भ्यालु, वान भोट वान भ्यालु को सिद्धान्त, प्रिन्सिपललाई हामी प्राथमिकता मान्यता मान्नेछौं। तर हाम्रो सामाजिक र आर्थिक संरचनाको कारण हामी हाम्रो सामाजिक र आर्थिक जीवनमा एक व्यक्ति एक मूल्यको सिद्धान्तलाई अस्वीकार गरिरहेका हुनेछौं भनेर भन्नुभएको छ। आज त्यही भइरहेको छ समाजमा। अनि उहाँले भन्नुभएको छ, कति समयसम्म
हामी यस्तो विरोधाभासपूर्ण जीवन बाँचिरहनेछौँ। कति लामो विरोधाभास जीवन बाँच्नुपर्ने, कति समयसम्म हामी हाम्रो सामाजिक र आर्थिक जीवनमा असमानतालाई अस्वीकार गरिरहेका छौँ। हामीले यो विरोधाभासलाई सकेसम्म चाँडै हटाउनु पर्छ, नत्र असमानताको पीडा भोगिरहेका जनताले यस संविधान सभाले कठिन परिश्रमले निर्माण गरेको राजनीतिक लोकतन्त्रको संरचनालाई भत्काइदिनेछ भनेर उहाँले भन्नुभएको छ। यो कति गहिरो कुरा छ उहाँको। आजको समाजमा हेर्नुहोस्, सबको वान म्यान वान भोट छ, अधिकारको कुरा छ, आर्थिक असमानता छ, समाजमा तपाईँ हाम्रो एक समाजमा पनि समानता पाएको छैन। र यो विरोधाभासपूर्ण जीवन चाहिँ आज जो अम्बेडकरले 1950 सालमा भन्नुभएको थियो, आज 75 साल बादमा पनि आज अम्बेडकरले भनेको कुराहरू आज समाजमा चलिरहेको छ। अनि यस्तो जीवन कहिलेसम्म बाँच्नु पर्ने? र त्यसकारणले गर्दा संविधानले हामीलाई पोलिटिकल राइट्स, पोलिटिकल इक्वेलिटी दिए तापनि हामी सचेत भएनौँ, हामीले आवाज उठाएनौँ भने हामीले अन्य राजनीतिक र सामाजिक समानता हामी पाउन सक्दैनौँ उहाँले भनेर भन्नुभएको छ। र उहाँले अर्को कुरा भन्नुभएको छ कि यही कुराहरू लिएर संविधानले लिएर भन्नुभएको छ, संवैधानिक नैतिकता, कन्स्टिट्युसनल मोरालिटी स्वाभाविक भावना होइन। यो संविधान प्रतिको जुन चाहिँ हाम्रो नैतिकता छ त्यो चाहिँ स्वाभाविक रूपमा त्यसै हामीमा आउँदैन भनेर भन्नुभएको छ। हाम्रो भावनालाई त्यसै आउँदैन, यसलाई विकास गर्नुपर्छ। हाम्रो जनताले अझै यसलाई सिक्न बाँकी नै छ उहाँले भन्नुभएको छ। भन्ने कुरा हामीले जनताले यो कुरा सिक्नुपर्छ भन्ने कुरा चाहिँ हामीले जनतालाई बुझाउनु पर्छ उहाँले भन्नुभएको छ। भारतमा लोकतन्त्र भनेको मूल त अलोकतान्त्रिक भारतीय समाजमा माथिबाट लगाइएको एक आवरण मात्र हो भनेर भनेको छ। यसलाई अंग्रेजीमा भन्दै यसरी भन्नुभएको छ, कन्स्टिट्युसनल मोरालिटी इज नट अ नेचुरल सेन्टिमेन्ट, इट हैज टू बी कल्टिवेटेड. We must realize that our people have to learn it. Democracy in India is only a top dressing on an Indian soil which is essentially undemocratic भनेर भन्नुभएको छ। यसको अर्थ के भन्दाखेरि चाहिँ यो जुन चाहिँ प्रजातन्त्र हामीले पाएको छ, संविधानले तय गरेको छ, यो बाहिर ओडेको पहिरन जस्तै मात्रै हो। भित्री हाम्रो समाज चाहिँ अनडेमोक्रेटिक, यो प्रजातन्त्र नमान्ने समाजमा चाहिँ बाहिर खोल मात्रै हो। त्यसकारणले यो संविधानको नैतिकतालाई चाहिँ त्यसै आउँदैन, यसलाई चाहिँ मान्छेलाई सिकाइनु पर्छ, मान्छेले बुझाउनु पर्छ भनेर भनेको छ। त्यसकारणले गर्दा कोही बेला तपाईहरुलाई निराश लाग्दैन। यो भारत संविधान यो गणतान्त्रिक देश हो, डेमोक्रेटिक कन्ट्रीमा चाहिँ सरकारले किन यति साह्रो हाम्रो हक र अधिकारलाई हनन गरेको होला, हामीले आफ्नो अधिकार लिएर किन बाँच्न नपाएको होला भन्ने मनमा तपाईहरुलाई लाग्छ नि। किन लागेको भन्दाखेरि हाम्रो यो समाज चाहिँ प्रजातन्त्रलाई नमान्ने समाजमा चाहिँ यो बाहिर हाम्रो अघि टप ड्रेसिङ मात्रै बाहिर यो ओडान मात्रै हो भनेर उहाँले भनेको छ। र उहाँले भन्नुभएको छ कि डेमोक्रेसी चाहिँ यस्तो अनडेमोक्रेटिक सोसाइटीमा चाहिँ यो डेमोक्रेसीले मान्छेलाई फाइदा दिँदैन भनेर भन्नुभएको छ। उहाँले बनाउनु भयो संविधान, तर उहाँले भन्नुभयो। अनि उहाँले भन्नुभएको छ कि भारत हाम्रो देश कस्तो रे भन्दाखेरि हामी चाहिँ भोट चाहिँ कसरी माग्छ अरे भन्दाखेरि चाहिँ चिनोलाई भोट देऊ, चिनोलाई हेर्नुहोस् है त। अनि चिनोलाई भोट माग्छ अरे, अनि तपाईको गधाको चिनो लिएर आयो भने गधालाई भोट देऊ होइन, अब घोडा लिएर आयो घोडालाई भोट देऊ, टेबल ल्याम्प ल्यायो टेबल ल्याम्पलाई भोट देऊ होइन, कमलको फुललाई भोट देऊ, हातलाई भोट देऊ, नागरिकलाई भोट देऊ, हेर्नुहोस् है त, छातालाई भोट देऊ।
तर टेबल ल्याम्प कसले रिप्रेजेन्ट गर्दैछ? त्यो चाहिँ ज्ञानी मान्छे टेबल ल्याम्पको पछाडि छ कि त भोट दिँदाखेरि, होइन? बुद्धु मान्छे छ कि त कामै नलाग्ने मान्छे छ, त्यो चाहिँ याद गर्दैन भने भन्ने छ। अनि जुन चाहिँ देशमा चाहिँ सिम्बलमा को आधारमा भोट माग्दाखेरि दिने ठाउँमा चाहिँ प्रजातन्त्र फस्टाउनु सक्दैन, त्यस कारणले गर्दा कडा मेहनत गर्नुपर्छ भन्ने उहाँको विचारहरू छ। र आज हामीले भोगिरहेको जुन चाहिँ पीडाहरू छ, हाम्रो समाजले भोगेको पीडाहरू छ, यो पीडाबाट माथि उठाउनु हो भने आज हामी लड्नुपर्छ। र यो व्यवस्थाले, उहाँले त भनेको छ कि यो व्यवस्थाले चाहिँ न्याय दिनु सकेन भने हामीले यत्रो मेहनत गरेर संविधान सभा बसेर बनाएको संविधानै यो पीडित मान्छे उठेर उडाइदिनेछ, हटाइदिनेछ भनेर भनेको छ। कुनै पनि कुराहरू पर्मानेन्ट हुँदैन संसारमा। मान्छेको आवश्यकता अनुसार जम्मै कुरा बदलिँदै जाने, फेरि नै जाने हो। र आज सिक्किमको अन्य राज्यको त हामीलाई थाहा छैन, हामी नेसनल पोलिटिक्स गर्नु पनि छैन, हामी रिजनल पोलिटिक्स गर्ने हो। तर हाम्रो समाजको अवस्थाहरू दिन प्रतिदिन बिग्रिँदैछ। आज डाक्टर अम्बेडकरको उहाँको जन्म जयन्तीमा सरकार जम्मै भेला भएर गान्तोकमा बिहानै कार्यक्रम गर्यो। उहाँहरू कार्यक्रम गर्छ, तर अम्बेडकरको विचारलाई अंगीकार गरेको छैन। अम्बेडकरले दिनुभएको, देखाउनु भएको बाटोमा हाम्रो नेताहरू हिँडेको छैन। उहाँले दिएको ज्ञानलाई हामीले जीवनमा उतारेर त्यो अनुसारको काम गरेको छैनौं। हाम्रो त केवल देखाउनु छ, कार्यक्रम गर्नु छ, देखाउनु छ, फर्मालिटी पहिलादेखि चलिआएको त्यही छ। गान्धी जयन्ती त्यसरी मनाऊ, हरेक कार्यक्रममा त्यसरी मनाऊ, फर्मालिटी छ। र अब फर्मालिटीदेखि माथि उठेर गम्भीर भएर सोच्नुपर्छ। र यो आजको कार्यक्रम हामीले सानो लेभलमा आयोजना गर्नुहोस् भनेर भनेको थियौं हाम्रो काउन्सिललाई। एकदम उहाँहरूकै प्रयासमा टाकटुक गरेको हो र यति भव्य कार्यक्रम गर्नुभएको छ, उहाँलाई म बधाई पनि दिन चाहन्छु। र अब हाम्रो पार्टीको लिडर्सहरूले जति पनि आज उपस्थित हुनुहुन्छ, हामी अझै गम्भीर भएर कामहरू गर्नु छ, मेहनत गर्नु छ र धेरै कामहरू गर्नुपर्छ। र सहज तरिकाले, सजिलो तरिकाले कुनै पनि कुराको मुक्ति हुँदैन। मैले अघि सुरुमा भनेको छु, अम्बेडकरले पनि यो छुवाछुत हटाउनको लागि बडो मेहनत गर्नु परेको छ, धेरै परिश्रम गर्नु परेको छ, धेरै साहस आँट देखाउनु परेको छ। र आँट र साहस बिना संसारमा केही पनि कुरा हुन सक्दैन। र हाम्रो पार्टी सिटिजन एक्सन पार्टी केवल सत्तामा जाने मात्रै हाम्रो, त्यतिसम्म मात्रै हाम्रो निश्चित त्यति मात्रै सोच लिएर खोलिएको बनिएको पार्टी होइन। सिक्किममा समग्र रूपमा सिक्किममा सुधार हुनुपर्छ, हरेक कुराको सुधार हुनुपर्छ भनेर बनिएको पार्टी हो। यसकारणले गर्दाखेरि यस्ता महान व्यक्तिहरूको विचारलाई पनि हामीले बुझ्नुपर्छ, सुन्नु जरुरी छ। भन्छ कि अन्यायसँग लड्दा लड्दै हामी मर्यौं भने चाहिँ आउने पुस्ताले बदला लिन्छ, बदला लिएर छोड्छ भन्छ। तर अन्याय सधैँ मर्यो भने चाहिँ आउने पिढी चाहिँ फेरि उसको गुलामै हुन्छ भन्छ, दासै हुन्छ। त्यस कारणले गर्दाखेरि हामीले आउने पिढी, हामी यो अन्यायको विरुद्धमा लड्दा लड्दै हामी कसैले ज्यान दिनु परेछ भने, ज्यान गएछ भने आउने पुस्ताले अवश्य पनि बदला लिएर व्यवस्था बदलिनेछ, फेर्नेछ। तर गाडीमा ढुङ्गा पो हान्छ कि, घरमा ढुङ्गा पो हान्छ कि, बाटो पो छेक्छ कि, भिक्टिमाइज पो गरिदिन्छ कि भनेर त्यो त्रासमै सजिलो बाटो खोजेर राजनीति गर्यो भने चाहिँ त्यो सम्भव छैन। अहिले जस्तो सिक्किममा जुन तरिकाको राजनीति गर्दैछ, जसको हातमा बागडोर छ सिक्किममा, उहाँसँग लड्नुको लागि चाहिँ पूरा तयारै हुनुपर्छ। हामी सहज तरिकाले सिक्किमको व्यवस्था बदलिँदैन। यो क्रोनिक भइसकेको बिमारी हो, यसलाई ठूलो सर्जरी चाहिन्छ। सानो त्यो बिमार दबाई खाँदा ट्याब्लेट गएछ, बजार दोकानमा गएर किनेर डाक्टर नदेखे खाँदाखेरि यो ठिक हुनेवाला बिमारी छैन, सिक्किममा ठूलो बिमारी छ। त्यसकारणले गर्दाखेरि
सिक्किममा एउटा यस्तो वर्ग, यस्तो समाज छ, एउटा यस्तो समाज छ कि जो चाहिँ उहाँहरूले केही मेहनत नगरिकन मौज मस्तीमा उहाँहरूको जीवन जिउनुपर्छ, बाँच्नुपर्छ। उहाँले सब सुख सुविधा पाउनुपर्छ। अनि जहिले पनि यहाँको मान्छेलाई शोषण गर्ने मौका पाइबस्नुपर्छ भन्ने सोच भएको एउटा निश्चित झुण्ड छ सिक्किममा। त्यो झुण्डले त्यो सरकारलाई जहिले पनि उहाँले साथमा राखेर उनीहरू फाइदा उठाउने काम गरिरहन्छ। अनि उनीहरूको इन्ट्रेस्टलाई, उसको स्वार्थलाई सुरक्षा गर्नको लागि कुनै पनि हदमा जाने एउटा झुण्ड छ र त्यो समूहसँग आज हामी लड्नुको लागि तयार भएको र आँट हिम्मतको साथमा अगाडि बढौं। आजको यो 134औं अम्बेडकर जयन्तीमा हामी प्रण गरौं कि तब हामी एक भएर सिक्किमलाई साँच्चै अम्बेडकरले देखेको जुन सपना छ, सोचेको कुराहरू छ, त्यस्तो सिक्किममा हामी बनाऊ। त्यस्तो सिक्किम निर्माण गर्ने या देशलाई हामी एउटा नेतृत्व दिनको निम्ति तपाईँ हामी अगाडि बढौं भन्ने आह्वान गर्न चाहन्छु। भारतको राष्ट्रपिता महात्मा गान्धी जो अहिंसाको पुजारी हुनुहुन्थ्यो, उहाँले पनि ब्रिटिसलाई खेद्नको लागि उहाँले आन्दोलन सुरु गरेको थियो। उहाँले के नारा दिएको थियो? डु अर डाई, करो या मरो, है, डु अर डाई। अनि जब गान्धीले डु अर डाई, करो या मरो को आह्वान गर्यो देशवासीलाई, तब यो देश आजाद भयो। तब देशले अंग्रेजबाट आजादी पायो। र यहाँनिर त्यसकारणले गर्दाखेरि चाहिँ आज हाम्रो देशको पुर्खाहरूबाट हामीले शिक्षा लिएर, पुर्खाहरूबाट ज्ञान लिएर हामीले संघर्ष गर्नु छ। यो संघर्ष कहिलेसम्म जारी रहन्छ थाहा छैन, कहिलेसम्म संघर्ष गर्नुपर्छ, तर संघर्ष गरिरहौं, यो म तपाईलाई आह्वान गर्न चाहन्छु। र अघि मैले भनेको छु कि सिक्किममा अहिले राजनीतिक छुवाछुत सुरु भएको छ। जातीय छुवाछुत छैन, तर पनि भित्रीमा, समाजमा भित्र रूपमा जाति प्रथा अझै पनि मजबुत छ, जाति प्रथा छ। अनि त्यो जाति प्रथाहरू अहिले पनि मासिहाल्ने कुरा पनि छैन, मासिएको पनि छैन। तर पनि केही हदसम्म हाम्रो सबै जातिहरूमा, अहिलेको विशेष युवाहरूमा हामी एक हौं, हामी मानव, हामी मान्छे हौं भन्ने भावना आएको छ र सिक्किममा त्यो एउटा राम्रो कुरा छ। तर पनि राजनीतिक फाइदा दिनको लागि जातको कुराहरू सिक्किममा निरन्तर चलि नै रहेको छ र यो जम्मै कुरालाई निर्मूल पारेर एउटा युनाइटेड, एउटा एकीकृत एक समाज निर्माण गर्नु छ। र अम्बेडकरले पनि भन्नुभएको छ कि हामीले अन्त जुन चाहिँ हाम्रो अब्जेक्टिभ छ पाउनु, जुन चाहिँ हामी हासिल गर्नुको लागि हामी सोच्दैछौँ, त्यो ठूलो कुरा होइन। तर सबै समाजलाई एक गरेर हिँड्नु, कसरी एक गरेर चाहिँ एक भावनामा, एउटा भावनामा समाजलाई अगाडि डोर्याउने, त्यो चाहिँ हाम्रो निम्ति चुनौती हो भनेर उहाँले भन्नुभएको थियो। र हाम्रो लागि पनि आज सिक्किममा त्यो चुनौतीहरू छ। अहिले पनि सिटिजन एक्सन पार्टी जातमा विश्वास गर्दैन, जातको राजनीति अहिलेसम्म गरेको छैन, गर्नेवाला पनि छैन, गर्दैन पनि। तर अन्य पार्टीहरू चाहिँ अहिले पनि जातकै कुराहरू गरिरहेछ, जातै देखाउँछ। अघि मैले भने अम्बेडकरले उहाँले भन्नुभएको होइन, गधाको चिनो देखाएर नै गधालाई नै भोट दियो भन्दाखेरि मान्छेले गधालाई नै दिनुपर्ने, किन भन्यो पार्टीले भन्दाखेरि। त्यस्तै तरिकाले आज जातको कुराहरू अन्य पार्टीले गर्छ, धर्मको कुरा अन्य पार्टीले गर्छ, तर जात र धर्मलाई हामी पर राखेर अहिले हामीले आर्थिक समानताको कुरा, सामाजिक समानताको कुराहरू हाम्रो पार्टीले गर्दैछौँ। संविधानले दिएको हक र अधिकार लिएर सबैजना बाँच्नु पाउनुपर्छ भन्ने मुद्दा लिएर हाम्रो पार्टी अगाडि आएको र यो संविधानले दिएको हक र अधिकार लिएर बाँच्ने, हाँस्ने अवसर सबले पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य थियो। र यो संविधानलाई अक्षरवश पालन हुनुपर्छ र संविधानले दिएको अधिकारहरू कहीँ पनि वञ्चित हुनु हुँदैन भन्ने अधिकारको लागि लड्ने योद्धाहरू तपाईँ हामी हौ। यो जनतालाई हक र अधिकार दिने योद्धाहरू हामी हौ। अब सिक्किममा नेताहरूको भाषण सुन्छौँ,
कसैले भन्छ बोल्ने अधिकार मैले दिएँ भन्छ, कसले के भन्छ। बोल्ने अधिकार त संविधानले दिएको छ। एउटा कार्यक्रममा नेशनल प्रेस डे को अवसरमा हामीले पत्रकारसँग भेट्ने कार्यक्रम मिलाएका थियौं। त्यति बेला यो अभिव्यक्तिको आजादी, फ्रिडम अफ स्पीचको कुराहरू भयो पत्रकारसँग। अनि अहिलेको प्रेस क्लब सिक्किमको अध्यक्ष भीमरावज्यूले त्यति बेला भन्नुभएको थियो, मलाई उहाँको कुरा अझै पनि कानमा गुन्जिन्छ, सत्य कुरा उहाँले बोल्नु भएको थियो। उहाँले भन्नुभयो लेख्ने र बोल्ने अधिकार त सबको छ, तर त्यतिसम्म त सुरक्षा सबैको छ भनेको। लेख्दा बोल्दासम्म केही पनि हुँदैन, लेखिसकेपछि चाहिँ त्यहाँदेखि सुरक्षा ग्यारेन्टी छैन। बोलिसकेपछि त्यहाँदेखि चाहिँ त्यहाँ उताको सुरक्षाको ग्यारेन्टी छैन। बोल्ने र लेख्नेसम्म त पुरा सुरक्षै छ उहाँले भन्थ्यो। हेर्नुहोस् है त, यहाँ त बोल्नु र लेख्नुको त सुरक्षा छ, तर बोलिसकेपछि सुरक्षा ग्यारेन्टी छैन। आज मान्छे सबै बोल्नु किन डराउँछ भन्दाखेरि चाहिँ बोलिसकेपछि सुरक्षा नै छैन। र यो जम्मै कुरो चाहिँ सुरक्षा दिने, सरकारले आफ्नो अधिकारलाई, पावरलाई मिसयुज गर्नु नदिने, यो जिम्मेवारी चाहिँ तपाईँ हाम्रो अपोजिसन पार्टीको, त्यो रेस्पोन्सिबिलिटी हाम्रो हो। हाम्रो काम चाहिँ अपोजिसन पार्टीको काम चाहिँ कहीँ गएर रोड निर्माण गर्नु होइन। हाम्रोमा बजेट छैन, कसैको घर बनाउनु निर्माण, त्यो हाम्रो बजेट छैन, त्यो सरकारले गर्नुपर्छ। तर सरकारलाई गराउने काम चाहिँ तपाईँ हाम्रो हो। बिमारीको उपचार गर्नको निम्ति हाम्रो पैसा हुँदैन, तपाईँ हामीले ट्याक्सको रूपमा सरकारलाई बुझाएको हुन्छौँ। हामी सबले ट्याक्स तिरेको हुन्छौँ। आज हामी यहाँ आयौँ, सबै गाडी चढेर आएको छौँ, सबले ट्याक्स तिरेको छ। यहाँनिर हामी जे पनि यहाँ चाहिँ खानेकुरा खान्छौँ, जम्मै ट्याक्स तिरेको छौँ। सबै कुराहरू यहाँनिर पार्टी अफिस बनाएको छौँ, हामीले यहाँ पेन्ट गर्यौँ, ट्याक्सै तिरेको छौँ। फर्निचर किन्यौँ, ट्याक्स, सरकारमै पैसा छ। पैसा जति उनीहरूलाई दिएर काम चाहिँ हामीले गर भन्छ सरकारले। ऊ चाहिँ भ्रष्टाचार गर्ने। आजकल सिक्किमको मुख्यमन्त्री भाषण सुन्नु भएको छ, खै अपोजिसनले काम गरेको भन्छ। अपोजिसनले के काम गर्छ? पैसा जति उसकोमा सबै हामीले ट्याक्सको रूपमा दिएको छौँ। अनि उनीहरूले जस्तो चोरेको पैसा तपाईँ हाम्रोमा छैन त, होइन? अनि हाम्रो काम चाहिँ संविधान अनुसार काम गराउने अनि जनतालाई जस्टिस दिनु, न्याय दिनु, त्यसको लागि हो। तर यहाँ त कन्फ्युजन छ नि त। अझै पनि सिक्किममा 50 वर्ष भयो प्रजातन्त्र आएको, यो संविधान अनुसारले सिक्किम चलेको 50 साल भयो। 50 सालमा चाहिँ अपोजिसन पार्टीलाई नै थाहा छैन आफ्नो काम के हो भनेर। हामी विधानसभामा जानु परेन, विधानसभा गएन त गएन, त्यो जनताले पुर्याएन त पुर्याएन, त्यो त जनताको इच्छाको कुरा हो। जसलाई पुर्याउनु मन पर्छ पुर्याउँछ। अघि भनेको छु, यहाँ त चिनो हेरेर भोट दिन्छ। अब मान्छेलाई पुर्याएको छैन, ल्याम्पलाई पुर्याएको छ। टेबल ल्याम्प बोल्छ त, होइन? टेबल ल्याम्पले जनताको पीर मार्का बुझ्छ त? व्यापारीको मार्का बुझे त टेबल ल्याम्पले बुझ्छ त? ट्याक्सको ड्राइभरलाई एआई को समस्या टेबल ल्याम्पले बुझ्छ त? मान्छेलाई भोट दिएको भए बुझ्छ। दिएको छ टेबल ल्याम्पलाई। अनि त्यो संवेदनै हुँदैन नि, त्यो त नन लिभिङ थिङ्स हो नि त। संवेदनै छैन। कमसे कम यो मान्छेलाई दिएको भए चाहिँ, नागरिकलाई दिएको भए चाहिँ बुझ्थ्यो नि त। हो, संवेदना छ नि, छुँदाखेरि बुझ्छ। अब यस्तो कुरालाई भोट दिएपछि के हुन्छ सिक्किममा? अहिले मुख्यमन्त्रीको भाषण त्यस्तो आउँछ। अब त्यस कारणले गर्दाखेरि चाहिँ विपक्षको जिम्मेवारी बुझ्नुपर्छ हामीले। विपक्ष, अपोजिसन के हो? कठिन छ यो बाटो, सहज छैन। हामीले सबै कुरो जीवनको ऐश आराम पनि पाउने अनि विपक्षको नेता हुने त्यो सम्भव छैन। हामीले बहुत कुछ गुमाउनु पर्छ। कतिले घर गुमाउनु पर्छ, कतिको जमिन गुमाउनु पर्छ। पैसा त तपाईँले विपक्षमा हिँडेपछि कति सक्यो, आउँदो दिनमा कति सक्छ, सब कुछ गुमाउनु सक्छ। अनि त्यो गुमाउने ताकत, त्यो गुमाउने हिम्मत छ भने चाहिँ अपोजिसन पार्टीमा आउनु पर्यो, जोइन गर्नु पर्यो। तर त्यो आँट र हिम्मत छैन भने चाहिँ
भ्यालु बढाउनु मात्रै छ कि कृपया नआइदिनु होला। सरकारमै जानु होला, सरकारमै बस्नु होला, त्यतैपट्टि ठिक छ। तर साँच्चै सिक्किम आमालाई के योगदान दिने हो भने, भारत मातालाई के योगदान दिने हो भने, भारतलाई पनि आज देशको प्रधानमन्त्रीले भने जस्तो विश्व गुरु बनाउने हो भने, भारतलाई साँच्चै 1947 सालमा यो विश्वमा एउटा डेभलप स्टेटमा, डेभलप कन्ट्रीमा, विकसित देशमा हाम्रो सिक्किम पनि सिक्किमले योगदान दिएर भारतलाई त्यहाँ पुर्याउने भने हाम्रो पार्टीमा आउने आह्वान गर्न चाहन्छु। त्यो उद्देश्य हुने पार्टी हो हाम्रो पार्टीले, त्यो एउटा संकल्प लिएर अगाडि बढ्दै गरेको पार्टी हो। तर केवल ऐश आराम गर्नुको लागि होइन। अस्ति पनि मैले आह्वान गरेको छु, फेरि पनि म आह्वान गर्न चाहन्छु। हाम्रो लिडर्सहरू पार्टीको पद पोजिसन लिँदाखेरि सबै कुरोहरू पहिला कन्सिक्वेन्सेस भन्छ। मैले पद लिएर काम गर्दाखेरि मलाई के आइपर्छ पहिला क्यालकुलेसन गरेर त्याग्ने हो भने मात्रै पदहरू पनि लिनु होला। म सञ्जु म्याडमलाई म सम्मान गर्छु, सञ्जु राई म्याडम, उहाँको सरकारले घर लाँदैछ। सरकारबाट उहाँले पैसा पाउनु 1 करोड रुपियाँ पैसा छ, सरकारले पैसा नदिने रे उहाँलाई। अनि सरकारको पैसा चाहिँ झट्टै ब्याङ्कको पैसा झट्टै फर्काऊ भनेर भन्दैछ। म्याडमको पैसा जम्मै सरकारमा छ, उनले पैसा नदिने अनि ब्याङ्कले पैसा तिरिहाल्नु, अनि तिरेन भने घर लानु। त्यहाँ उपाय के छ भनेर सोद्धाखेरि मुख्यमन्त्री भेट्नु हो। मुख्यमन्त्री भेट्यो भने घर बाँच्छ अरे, भेटेन भने घर लाने। अनि उहाँले भेट्नु मान्नु भएन। अनि उहाँ स्वाभिमानसँग घर लान्छ भने लान्छ, तर म विपक्षमा जनताको लागि निस्केको, म जनताको लागि पनि खडा गर्छु। उहाँ अन्जु शर्मा म्याडम यहाँ हुनुहुन्छ, मैले सन्डे कुरा गरेँ। उहाँको सरलाई, हस्बेन्डलाई जङ्गुमा पुर्याइदिएको छ, नानीहरू बाहिर पढ्दैछ। उहाँले जुन चाहिँ मिटिङमा पनि एटेन्ड गर्नुहुन्छ भन्नुहुन्छ मलाई त एसकेएमले फ्री गरिरहेछ पार्टीमा काम गर भनेर, म त जाम भ्याउँछु भनेर भन्नु। तर उहाँले मेरो घर त बिजोग भयो, 3टा चुल्हा जल्दैछ, घरमा म एक्लै छु र म त के गर्नु, पार्टीको साह्रै माया लाग्छ, राम्रो पार्टी छ, भुल्न सक्दिन। तर के गर्नु, म त एमएलए र मुख्यमन्त्री नभेटी भएन भनेर उहाँले भन्नुभएको छैन। र त्यो ताकत, त्यो साहस, हिम्मत राखौँ। हामीले पार्टी खोलेपछि मलाई यो सरकारले 4वटा केसमा ठोकेको, 4टा केस लगायो। एउटा केसमा सजाय, म्याक्सिमम सजाय भयो भने मलाई 7 सालको, जम्मैमा 7 साल चाहिँ जेल हुने सेक्सन हालिदिएको छ 4वटामा। अनि 4टा कन्भिक्ट गर्ने 28 साल। 7 साल भन्दा कम्तीको त हाल्दैन, के हो के हो, खोजी 7 सालको हाल्दैछ। 4वटा भयो, 2029 सम्म कतिवटा हुन्छ, अब जति हाल्नु सक्छ हाल्छ, नझुकौं। र यो मैले अघि भने देशको पुर्खाबाट हामीले यो शिक्षा लिएर सिक्किमको यो बिग्रिँदै गरेको व्यवस्था, असहाय भएको गरिब, असहाय युवाहरूको, असहाय नागरिकहरूको, अनि आज घोटिरहेको बुद्धिजीवीहरू, आज निस्सासिरहेको बुद्धिजीवीहरू जो कि बोल्नु चाहन्छ तर बोल्नु सक्दैन, उहाँहरूको आँट र हिम्मत तपाईँ हामी बन्नुपर्छ। तपाईहरू हुनुहुन्छ र म पनि तपाईहरूबाट शक्ति लिएर अगाडि बढिरहेको छौं र तपाईहरूको सधैँभरि यो पार्टीलाई साथ हुनेछ र सिक्किमलाई तपाईले सधैँभरि साथ दिनुहुनेछ भन्ने म तपाईसँग आशा राख्न चाहन्छु। एसकेएम सरकार आएको 6 वर्ष पूरा हुन लागेको छ, तर 7वटा बजेटहरू उहाँले प्रस्तुत गरिसक्यो। 3 सालको बजेट, 7वटा बजेट राख्यो, यो सालको बजेट पनि राख्यो, केही छैन सरकारमा। सरकारलाई तलब दिनु साह्रो परेर अहिले हरेक कुरामा ट्याक्सको वृद्धि गरे, तपाईलाई थाहा छ। लाइसेन्स फी व्यापारीहरूको सबको डबल गरिदिएको छ, डबलमा बेसी 100% बढाइदिएको छ। ड्राइभर्सलाई जम्मैलाई ट्याक्स, जम्मैलाई ट्याक्सको भार बोकाएको छ, किनभने सरकार चाहिँ ऋणमा चुल्लोमा डुबेको छ, सरकारमा काम गर्ने पैसा छैन।
भारत सरकारले पैसा दिन्छ कि भन्ने आशामा छ। केही भएर भारत सरकारबाट कम्ती पैसा आयो भने सिक्किममा तलब दिनु सक्दैन सरकारले। सरकारको हालत त्यहाँ पुगेको छ। अझ सिक्किममा सरकारी कर्मचारीहरूको तलब दिनु मात्रै 4000 करोड पैसा चाहिन्छ। तर यत्रो ज्यादा ट्याक्स लाउँदाखेरि पनि सिक्किममा सरकारको चाहिँ 3000 करोड मात्रै पैसा कमाउनेवाला छ यो साल। तलब दिनु 1000 करोड पैसा पुग्दैन। त्यो भारत सरकारले दियो भने मात्रै तलब दिनु सक्छ। 1700 करोड यहाँनिर पेन्सन दिनुपर्छ। पेन्सन दिने त पैसै बाँच्दैन सिक्किम सरकारको। भारत सरकारले दियो भने मात्रै त्यो 1700 करोड पेन्सन दिनु सक्छ। ऋण लिएको ऋण तिर्ने फर्काउने होइन, इन्ट्रेस्ट मात्रै 1000 करोड तिर्नुपर्छ। त्यो इन्ट्रेस्ट तिर्ने सरकारकोमा पैसा छैन। भारत सरकारले त्यो इन्ट्रेस्ट तिर्ने पनि पैसा दियो भने मात्रै सिक्किमले तिर्नु सक्छ इन्ट्रेस्ट, नत्र सक्दैन। यस्तो अवस्थामा अहिलेको सरकारले सिक्किमलाई पुर्यायो। केही छोडेको छैन। भएको कुरा सब बेचिसक्यो। जग्गा जमिन, सरकारी जग्गा जमिन त सिक्किमदेखि बाहिर भएको सब सक्यो। सिक्किम भित्रको जमिन सक्यो तपाईँलाई थाहा छ। आज गाउँ बस्तीमा पैसा रुपियाँ छैन। सानो सानो सरदारको पेमेन्ट छैन। सरकारले काम गर्छ 400 करोड 500 करोड 1000 करोडको मात्रै काम गर्छ। किनभने त्यहाँबाट पैसा थाप्नु पर्यो। पैसा थापेर त्यहाँबाट मुख्यमन्त्री र मन्त्री भेट्नु पर्यो अनि उहाँहरूकोबाट मात्रै पैसा पाउँछ। अस्ति एकजना ठुलै मान्छे मिङतुयाङ गएको रहेछ। पुर्याउनै गएको थियो जस्तो लाग्यो उहाँ पनि। मैले पुर्याउनु गएको हो भनेर सोधिनँ, तर उहाँले भन्दै थियो पैसाको थाक देखेर म त झन्डै फ्रेन्ड भएर त्यही लडी गयो भन्दै। मिङतुयाङ भित्र पैसाको थाक त्यति रहेछ भनेर भन्दै। जनताको पैसा छैन। सिक्किममा गाउँ बस्तीमा पैसा छैन। बुढापाकाले गाउँमा पैसा चिन्नु छोड्यो भन्ने गाउँबाट अहिले भन्दैछ। व्यापारीहरूको व्यापार सब सुक्यो। अनि यहीँको व्यापारीलाई फेरि खेद्नको लागि उहाँहरू पूरा प्रयास गरिरहेको छ। हामी अलिक बोलेर अलिक चुप लागेछ सरकार, नत्र यहाँको सिक्किमको व्यापारीहरूलाई उहाँले त खेद्ने प्रयास भइसक्यो। उहाँलाई ठुलो खाले व्यापारी भयो, सानो खाले व्यापारीसँग मतलब छैन। तर सानो व्यापारीसँग तपाईँ हाम्रो सानो मान्छेको सम्बन्ध छ। सानो मान्छेको यदि सानो व्यापारी थिएन भने मैले सानो हुँदाखेरि, म केटाकेटी हुँदाखेरि दसैँमा म नयाँ लुगा पाउँथिनँ सानो व्यापारी सिक्किममा नआउनु हो भने। किनभने उहाँहरू सानो व्यापारीले हामीलाई 1 वर्षसम्म अर्को दसैँमा मात्रै पैसा तिर्दा हुन्थ्यो। उहाँले लुगाफाटा हामीलाई बाँकीमा दिएको। सिक्किममा सानो व्यापारी थिएन भने हामीले भरपेट खान पाउँथेनौँ सानो हुँदाखेरि। किनभने हामीलाई सौदा उधारो दिने ती सानो व्यापारीहरू हो। उहाँले उधारो दिएर हामीले भरपेट खाएको थियौँ। हामीले पाउना टारेको छौँ। हाम्रो परिवारहरूले हामीले यो चाडबाड टारेको छौँ। हामी किसानको छोरा हो। हाम्रो महिना मरेपछि तलब पाउँदैन। मुख्यमन्त्री त नोकरी गर्थ्यो, उहाँको पिताश्री त महिना मरेपछि 1 तारिक तलब पाउँथ्यो। तर म त एउटा किसानको छोरा हो, कहिले पनि तलब पाउँथेन। हामीले अदुवा रोपेर 6 महिना 7 महिना पर्खेर अदुवा बेचेपछि मात्रै दोकानको बाँकी तिर्थ्यौँ। त्यति बेलासम्म सानो व्यापारीले हामीलाई मद्दत गरेको छ। हामीले सिमी रमभेडा रोप्दाखेरि 3 महिना 4 महिना पछाडि मात्रै फल दिन्छ। बजार लगेर बेचेर त्यो पनि पैसा बाँच्यो भने हामी त्यसरी गरेको र सानो व्यापारीले त्यसरी गुण ल्याएको छ। र हामी सृजन एक्सन पार्टी हामी सानो व्यापारीको पक्षमा छौँ। हाम्रो त्यस्तो गाढ सम्बन्ध छ। अनि आज केही भएर पैसा रुपियाँ कमाउँदाखेरि चाहिँ क्यास पैसा हुँदाखेरि चाहिँ मलमा मात्रै कुद्नु, त्यो व्यापारीहरूलाई बोल्नु। सरकारले अहिले के भन्दैछ, सबै मलतिर कुद, सानो व्यापारीको दोकान बन्द गरिदियो, लाइसेन्स नदियो, रिन्यू नगरिदियो, बन्द गरेर बाहिर पठाऊ। किनभने ठुलो मलवालाले पैसा दिन्छ। यो सानो मान्छेको पीर वेदना दुःख केही नबुझ्ने यो सरकार मतलब छैन। खालि पब्लिसिटी स्टन्ट गर्न छ। खालि स्टन्ट गर्यो, देखायो जनताको हितको भनेर। अनि अघि मैले भने ल्याम्पलाई भोट माग्यो। अनि अब जनताले त बुझ्यो होला कि अब धेरै चेतनाको विकास हुँदैछ। चेतनाको विकास भए पछाडि जनता
कुरा बुझ्नेछ र हाम्रो राजनीतिलाई हामीले चाहेको राजनीति जनताले बुझ्नेछ भन्ने हामीलाई विश्वास छ। र आज म अझ गेजिङबाट म सम्पूर्ण सिक्किमको सानो व्यापारी आह्वान गर्न चाहन्छु, तपाईहरु सिक्किममा तपाईहरुको सिक्किमको विकासमा तपाईहरु ठूलो योगदान छ। हिजो हाम्रो राजाले पनि तपाईहरुलाई आएर यहाँतिर व्यापार गरिदिनुहोस्, सिक्किमको विकासमा सहयोग गरिदिनुहोस् तपाईलाई ल्याएको तपाईहरु हुनुहुन्छ भने आज नयाँ मान्छेहरु बाहिरबाट ल्याएर धनी मान्छे ल्याएर पुरानो व्यापारीलाई खेद्नु पाउँदैन। पुरानो व्यापारीको सुरक्षा हुनुपर्छ भन्ने हाम्रो अडान छ र हामी तपाईको सधैँभरि साथमा रहनेछौँ। साथै सारा सिक्किमेलाई म आह्वान गर्न चाहन्छु कि सिक्किममा अब हामी जति सिक्किममा छौं हामी मिलेर बस्नुपर्छ। अब परस्परमा हामी सिक्किमे हो भन्ने भावना हामीमा जाग्नुपर्छ, त्यो जरुरी छ। तर अहिले हामीले उहाँहरूलाई पनि नराम्रो दृष्टिले हेरिबस्यो भने त्यो चाहिँ भोलि सिक्किमलाई संकट आइपर्न सक्छ, सिक्किमलाई कठिनाई आइपर्न सक्छ। र अब सिक्किमले 50 साल हामीले पूरा गरिसकेको छौं। हामीलाई पुरानो कानूनले, ओल्ड लजले जति सुरक्षा दिएको छ त्यो सुरक्षामा अलिकति पनि फेरबदल हुनु हुँदैन। त्यो सुरक्षा दिए जुन चाहिँ छ त्यो सुरक्षा यथावत रहनुपर्छ। हामी पनि त्यही पक्षमा छौं। तर त्यहाँदेखि पनि अन्य पुरानो कानूनले सुरक्षा दिएको बाहेक अन्य कुराहरूलाई समेट्ने कुराहरूलाई अब सिक्किमले समेट्ने समय आएको छ र त्यस्तो परिस्थितिमा आज सिक्किम उभिएका छौं हामी। र यहाँबाट 50 साल हामीले यो साल पूरा गर्दाखेरि यो जम्मै कुरालाई कहीं न कहीं हामीले प्रपर तरिकाले एनालाइज गरेर, अध्ययन गरेर, स्टडी गरेर अगाडिको बाटो हामीले तय गर्नुपर्छ र सिक्किमेकै हुनुपर्छ। सिक्किमेको राज हुनुपर्छ र सिक्किमेको सिक्किमे राज हुनु हो भने मूर्ख तरिकाले हुन सक्दैन। यहाँ मूर्ख भएर लेबर कार्ड लागेको छैन भने कान तारेर बाहिर निकालिदिहाल्ने भनेर भाषणले चाहिँ सुरक्षित हुँदैन। त्यो खालको भाषणले अझै सिक्किम असुरक्षित हुँदै जान्छ। एकपट्टि त्यसो भन्दैछ सरकारले, अर्कोपट्टि हाम्रो पुरानो कानून लथालिङ्ग भइसक्यो, एक शब्द बोल्नु छैन। अनि आज बाहिरको मान्छेलाई कानमा पक्रेर निकाल्नेछ मुख्यमन्त्रीले भनेर ताली बजाएर मात्रै हुँदैन। सर्वोच्च अदालतले, सुप्रिम कोर्टले 1 नेशन 1 डोमिसाइल को फैसला सुनाइसकेको छ। 1 नेशन 1 डोमिसाइल को फैसला आयो, त्यस समय सरकार एक शब्द बोलेन। सरकारको एक शब्द निस्किनेवाला छैन। केन्द्रबाट जतिवटा नयाँ कानूनहरू पारित हुँदै आयो, फाइनेन्स एक्ट बनिएर आयो नयाँ, एक शब्द बोलेन। किनभने तलबाट अलिकति बजेट चाहिँ कम्ती दियो भने यहाँ सरकार चलाउन सक्दैन उहाँहरू। अनि यहाँ सरकार थामिरहनुको लोभले जम्मै कुरामा आज सम्झौता गर्दैछ र हामी यो बृहत सिक्किमलाई जुन चाहिँ भविष्यमा संकट आइपर्छ त्यो संकटबाट सिक्किमलाई कसरी जोगाउन सकिन्छ, कसरी बचाउन सकिन्छ भन्ने कुराको हाम्रोमा योजना छ, हाम्रोमा कार्यक्रम छ र हामी त्यही अनुसारको पोलिसी लिएर भोलि सिक्किमलाई सुरक्षित गर्नेछौँ र सिक्किमको गाउँ बस्ती शहरलाई सुरक्षित गर्नेछौँ र सिक्किमभित्र बस्ने सबको सुरक्षा हामी गर्नेछौँ भन्ने पनि म वचन दिन चाहन्छु। सिक्किममा अहिले टुरिज्म को यो पिक सिजन हुनुपर्ने हो, टुरिस्टहरू पुरा हुनुपर्ने हो। तर म के ड्राइभरसँग बातचित गर्छु, अहिले गाडी चलेको छैन। यति बेला गाडीको पुरा सिक्किममा सर्टेज हुने समय हो, टुरिस्ट छैन। टुरिज्म इन्डस्ट्री बिस्तारै सिक्किमको हातबाट उम्किँदैछ, एउटा ठूलो चिन्ताको विषय हो। अर्को रुरल इकोनोमी भन्छ, गाउँको अर्थव्यवस्था त धराशायी भयो, सब सक्यो, केही छैन। अझ सबैजना मान्छेहरू मन्त्री र एमएलए मुख्यमन्त्रीलाई भेट्नको निम्ति कुद्नुपर्छ र यो जम्मै कुरोहरू चाहिँ आज सरकारको गलत नीतिले, गलत पोलिसिजले चाहिँ सिक्किमलाई सबैतिरबाट बर्बाद गरेर ल्याउँदैछ र यो कुराको जानकारी, यो कुराको जनतालाई सचेतना हाम्रो पार्टीका लिडर्सहरूले, कार्यकर्ताले गराउनुपर्छ, सबलाई भन्नुपर्छ, सबलाई सुनाउनुपर्छ। यो म तपाईलाई आह्वान गर्न चाहन्छु। तपाईहरु जोसँग भेट्नुहुन्छ यो व्यापक चर्चा गर्नुपर्छ। सिलिगुडीमा
सिलिगुडीको सिटीमा मान्छे 15 लाख मान्छे बस्छ, 15 लाख मान्छे बस्छ र 15 लाख मान्छे बसेको एउटा सिटीमा मात्रै, अनि डेली मान्छे त 3 लाख 4 लाख मान्छे बाहिरबाट त्यहाँ मान्छे जान्छ भनेपछि सिलिगुडी सिटीमा एक दिनमा 20 लाखदेखि 25 लाख मान्छेको चलखेल हुन्छ। त्यहाँ मान्छे घुमिरहेको हुन्छ, कुदिरहेको हुन्छ, सामान किन्दै गरेको हुन्छ। अनि त्यहाँनिर गएर ठुल्ठुलो मलहरू हेरौँ, कतिवटा छ मलहरू हेर्नुहोस्। अनि गान्तोकमा 30 देखि 40 हजार मान्छे बस्छ, त्यहाँनिर सपिङ मलहरू कतिवटा बनाउँदैछन्, कति निर्माण हुँदैछ, जम्मै बाहिर कम्पनीजहरूलाई दिँदैछ। भोलि गान्तोकको लोकल इकोनोमीलाई कतिको असर पर्छ, त्यहाँको लोकल व्यापारीलाई कतिको असर पर्छ। त्यस्तै तरिकाले आज गेजिङ जस्तो बजारमा, जोरथाङ जस्तो बजारहरूमा पनि ठुल्ठुलो मल र ठुल्ठुलो कुराहरू निर्माण गर्दैछ। सानो व्यापारीलाई कति असर हुन्छ। हाम्रो यो कुराहरू चाहिँ आज सरकारले पोलिसिजमा हेरेको छैन। हो, हामी एज अ कन्ज्युमर, म पनि केही कुरा किन्न जाँदाखेरि जहाँ सस्तो पाउँछ म त्यहीँ जान्छु। मलाई सस्तो पायो भने मेरो सेभ हुन्छ, मेरो केही पैसा रुपियाँ बचत हुन्छ, सस्तोतिरै कुद्छु। त्यो जहाँ सस्तो पाउँछ कस्टमर त्यहाँनिर जान्छ, कन्ज्युमर त त्यहीँ कुद्ने हो। तर त्यसो भन्दामा चाहिँ जम्मैजना ठुल्ठुलो कम्पनीजहरू आएर चाहिँ यहाँको बिजनेसहरू सबै सखा पारिदियो भने चाहिँ त्यसले अर्को प्रब्लम भित्र आउँछ सिक्किममा, अर्को प्रब्लम आउँछ। किनभने यो कम्पनीजहरूबाट पैसा जम्मै बाहिर जान्छ, त्यसकारण लोकल इकोनोमीलाई असर हुन्छ। र सरकारको प्रयास त मान्छेको पर्चेसिङ पावरलाई कसरी बढाउने, मान्छेको आय स्रोतलाई कसरी बढाउने, त्यसमा पो काम हुनु पर्यो त। अनि त्यसो काम गरेपछि चाहिँ हाम्रो यहाँको कन्ज्युमरले चाहिँ यहाँको लोकल दोकानमा किन्दाखेरि लोकल इकोनोमी पनि चल्नु पर्यो, त्यो परिवार पनि चल्नु पर्यो, र यहाँको मान्छेकोमा पैसा र आम्दानी पनि बढ्नु पर्यो नि त। र आम्दानी बढाउनेमा सरकारले कहीँ काम गरेको छैन। आम्दानी बढाउने भनेको सरकारले के गर्दैछ कि कोही मान्छेलाई कन्ट्र्याक्ट काम दिने अनि काम दिएर पैसा कमाऊ भन्दैछ। त्यो कन्ट्र्याक्ट काम चाहिँ जम्मै सरकारले लोन लिएर, ऋण लिएर कामहरू गर्दैछ। ऋण लिएर भने 1,000 पनि सरकारले एउटा काम गर्न सक्दैन, ऋणको भरमा छ। त्यो लोन हामी तिर्नुपर्छ, ऋणमा छ। अर्को चाहिँ एकपट्टि सरकारी कर्मचारीको तलब बढाउने, इन्क्रिमेन्ट दिने, रेगुलर गरिदिने, उहाँले त्यो अप्नाएको छ। अनि त्यो पनि भारत सरकारले पैसा दिएन, तलबै पाउँदैन यहाँनिर। र मलाई लाग्छ कि म हिजो हाम्रो लिडर्सहरूसँग बातचित गर्दै थिएँ, सिक्किम सरकारको कारणले गर्दाखेरि भारत सरकारले नयाँ नियम बनाउँछ होला आउँदो दिनहरूमा, यो कर पर्छ जस्तो मलाई लाग्दैछ। किनभने तपाईँलाई थाहा छ कि धेरैलाई तपाईँ जानकारी छ, भारत सरकारले समय समयमा नियम बदलिँदै आउँदैछ। पहिला जुनै पनि सरकारले, राज्य सरकारले, केन्द्र सरकारले जतिजना मन्त्री बनाउनु पनि पाउँथ्यो। तर 2003 मा नयाँ कानून ल्यायो कि मन्त्री चाहिँ केवल एमएलए जति छ, एमएलए को 15% मात्रै मन्त्री बनाउनु पाउँछ। बेसी मन्त्री बनाउँदाखेरि सरकारको खर्च बेसी भयो, अचाहिँदो खर्च भयो, खर्चमा कटौती भनेर 15% मात्रै मन्त्री बनाउनु पायो। र सिक्किम पनि त्यसकारणले गर्दाखेरि 12 जना मात्रै मुख्यमन्त्रीसँग मन्त्री बनाउने 2004 देखि यता मात्रै बनाउनु पायो। त्योभन्दा अगाडि 15, 16, 20, 22 बनाउँदा पनि हुन्थ्यो, जति मन्त्री बनाउँदा पनि हुन्थ्यो। रेस्ट्रिक्सन्स थिएन, भारत सरकारले त्यो नियम ल्याए। त्यहाँदेखि बादमा आएर सरकारले जति लोन लिनु पनि पाउँथ्यो, भारत सरकारले यति मात्र तिमीले लोन लिनु पाउँछ भन्थेन। तर 2010 मा सिक्किम सरकारले पनि एउटा कानून ल्याउनु पर्यो। भारत सरकारले भने एफआरबिएम एक्ट भन्छ कि सरकारले कति प्रतिशत मात्रै लोन लिनु पाउँछ, जीएसडीपी को भन्छ। अनि त्यसमा एउटा नयाँ कानून आयो, त्यो कानून मुताबिक मात्रै लोन लिनु पाउने नयाँ कानून आयो। अनि सरकारले 3% मात्रै, जीएसडीपी भन्छ, जीएसडीपी को 3% मात्रै लोन लिनु पाउने, यहाँ 4 त्यसरी राख्दै ल्याए। अनि त्यहाँदेखि चाहिँ अफ बजेट बोरोइङ्स भन्छ। अफ बजेट बोरोइङ भनेको सरकारले एउटा लोन लियो, त्यहाँदेखि उता सिडीको, स्यापको, हुडको भन्ने सरकारको जति पनि यो कर्पोरेसन्सहरू छ, सरकारले पैसा कमाउन लागि बनिएको अङ्गहरू छ, उनीहरूले जति पनि सरकार ग्यारेन्टी बसेर, सिक्किम सरकारले ग्यारेन्टर राखेर जति पनि लोन लिनु पाउँथ्यो। अनि अफ बजेट बोरोइङ्स भन्छ, यो चाहिँ सिक्किम सरकारले देशमा सबैभन्दा ज्यादा लिएको कारणले गर्दाखेरि 2023 सालदेखि भारत सरकारले नयाँ नियम बनायो
कि अफ बजेट बोरोइङ्स पनि यो बजेट भित्रै आउनुपर्छ भन्ने नियम बनायो। अब इन्डियामा